गृहमन्त्री सुदन गुरुङले सम्पत्ति विवरण नदेखाएको होइन कि बिर्सेको हो। बल्ल त कानुन पढ्दै हुनुहुन्छ, बिचरा कसरी थाहा होस्? बुझिदिनु पर्दैन सबैजनाले त्यसै आलोचना गर्ने। खासमा सुदन गुरुङको सम्पत्तिमा समस्या भन्दा पनि या सम्पत्ति कति रह्यो भनेर समस्या भन्दा पनि सम्पत्ति विवरण देखाउँदा उनले नदेखाएको सम्पत्ति अहिले ठूलो सङ्ख्यामा एक विवादास्पद व्यक्तिको विवादास्पद संस्थामा लगानीका रूपमा देखिएर समस्या सुरु भएको हो र उनीमाथि प्रश्न खडा गरेको। के रासोपाले उनलाई फिर्ता गर्छ त भन्ने प्रश्न उठेको। सुदन गुरुङमाथि विश्वासै गरेर गृहमन्त्रीका रूपमा उनले जिम्मेवार काम गर्छन् भनेर शङ्का गर्नेहरूलाई उनले गलत साबित गर्ने प्रयास गरिरहेका थिए, तर खासमा सबैजना सही जस्तो साबित हुने देखिएको छ। रासोपाले एक सही व्यक्तिलाई गृहमन्त्री बनाउनु पर्ने थियो, जहाँ चाहिँ ट्रेसेबिलिटी आर्थिक कारोबारको गर्न सकियोस्। नेपाल सरकारलाई एउटा अनुरोध, यसरी सार्वजनिक पदमा कोही व्यक्तिलाई यसरी नियुक्ति गर्दै हुनुहुन्छ भने उनीहरूको 1 देखि 5 वर्षसम्मको सम्पत्तिको ट्रेसेबिलिटी भएको र विवादास्पद सम्पत्ति नकमाएको व्यक्तिलाई ल्याउनुहोस् र जसले विवादास्पद सम्पत्ति कमाएका छन् ती व्यक्तिलाई कानुनी दायरामा लैजानुहोस्। पटक पटक मन्त्री आउने, पटक पटक परिवर्तन गर्ने र सरकारले गरिरहेका काम चाहिँ अवरोध हुने हो। विवादास्पद व्यक्तिहरू नियुक्त हुन्छन्, समस्या हुन्छ, कति कुरा थाहा पनि नहुन सक्छ या लुकाएका पनि हुन्छन्, सबैको मन पेटभित्र छिर्न सकिँदैन, तर प्रयास भने नेपाल सरकारका तर्फबाट हुनै पर्छ।